ए सरोजकी आमा, हजुर। एक अङ्गरा पानी लिएर आऊ त। हुन्छ, ल्याउँदैछु। एक बिहानै उठेर सारा काम भ्याएर म यहाँ आइसकेँ। तँ चाहिँ अहिलेसम्म सुध्रिरहेछ कि त्यो कहाँ गयो? भित्रै थियो अघिसम्म त, म बोलाउँछु है त। भित्रै रहेछ। होइन बुवा, आज क्याम्पस बिदा छ, त्यसैले म सुतिराखेको र मलाई एकछिन साथीले बोलाएको छ, अनि म साथीलाई भेटाएर आउँछु। लौ, म चाहिँ खाना बनाउन लगाएँ त। लु, के गर्नुपर्ने हो, कसो कसो गर्नुपर्ने हो, अब तिमीहरू आफ्नो काममा लाग। अनि डेभिड, कताबाट आइस् त? तल चर्चमा सङ्गति थियो नि, त्यहीँबाट आएको। हे डेभिड, खालि चर्चको कुरा गर्छस्, छोड्दे चर्चको कुरा। सरोज, तैँले त्यसो नभन, तैँले पनि एक दिन यीशुको नाममा घुँडा टेक्नु पर्छ। के भन्छस् हौ त? छोड्दे तिमीहरूका आफ्ना कुरा। भन बहिनी, के कुरा हो? दादा, यसपालिको क्याम्पस छुट्टीमा म साथीहरूसँग मिलेर पोखरा घुम्न जाँदैछु, त्यसैले हजुरसँग पैसा भए। ठिकै छ नि त बहिनी, मैले आजसम्म मेरो बहिनीले नगरेको के छ र? म दिदीसँग कुरा गरिदिन्छु, जति पनि लानु हुन्छ बहिनी। सृजना, कस्तो अचम्म, तिमीले कतै बाटो बिराएनौ आज त? यति साह्रो चाहिँ नभन ल, तिमी चाहिँ कहिले हाम्रोमा आकी छौ? सृजना, छोड यी कुराहरूलाई, आऊ बरु बसेर कुरा गरौँ। हो सृजना, म आजभोलि निकै भावुक बन्न थालेकी छु। यसको एउटै मात्रै कारण हो सरोज। म सरोजलाई अत्यन्तै माया गर्छु। म उसलाई नै हर पल हर क्षण सम्झिरहन्छु। म साँच्चै नै आफैलाई भन्दा बढी सरोजलाई माया गर्छु। हे रश्मिता, प्रेम भनिसक्दा प्रेममा त यति साह्रो भावुक नहो। मलाई त लाग्छ सरोज र तेरो बीचको प्रेम सफल हुँदैन जस्तो, किनभने सरोज र तेरो बीच आकाश र पातालको भिन्नता छ। के कुरा गरेको सृजना तिमीले यस्तो? के आकाश र धरतीको कुरा गर्छौ तिमी? के कमी छ सरोजमा? छ अस्मिता, छ। सरोज र तेरो बीचको सम्बन्ध आकाश र पातालको भिन्नता छ। तो भनेको आकाश। छोड्दै यस्तो कुरालाई सृजना। माया माया हो। मायालाई धन सम्पत्तिमा कहिले पनि दाँच्न मिल्दैन। हे रश्मिता, मैले त तँलाई सम्झाउने काम हो। अब तँलाई लाग्दैन भने मैले के गर्नु? ल, त्यहाँ पर मेरो अलिक विशेष काम पनि छ, म त्यहाँ निस्किनु पर्नेछ। म जान्छु है ल। तिम्रो आउने समय यही हो। कति बेरसम्म मैले कुरेर बसेँ। आइएम सरी सरोज, घरमा दिदी बिरामी हुनुहुन्थ्यो, त्यही भएर ढिलो भयो। नरिसाउन है। अस्मिता, तिमीलाई आजभोलि कस्तो छ? त्यति राम्रो छैन। कुरा के हो अस्मिता, तिमी त त्यसै रिसाउँछौ। ए, म त त्यतिकै रिसाएँ भनेको तिमीले? भन, शनिबार फिल्म हेर्नु कसँग गएको थियो? हेर अस्मिता, तिमीलाई म कसरी विश्वास दिलाऊ? यस धरतीमा तिमी बाहेक मेरो अरू को नै छ र? त्यसो भए तिमीसँग बस्ने केटी चाहिँ को थिए त? अस्मिता, मलाई बुझ्ने कोसिस गर। तिमी बिनाको जीवन म सोच्न पनि सक्दिनँ। त्यसो भए भन सरोज,
को थियो त्यो केटी? त्यो केटी त मेरो सानीमाको छोरी हो। अस्मिता, तिम्रो लागि म जे पनि गर्न तयार छु। तिमी नै हो मेरो सब थोक। आइएम सरी सरोज। ल भइगयो अस्मिता, अबेर भइसक्यो, घर जाउँ। ठिकै छ नि त, मलाई पनि दिदीले खोजिरहनु भएको ल, जाउँ। कार्लोस, तैँले भनेको ब्राउन सुगर मैले ठिक पारेको छु र पैसा पनि ठिक पार। र तँलाई कहाँ भेटौँ म? रघुवीर, अब हामी 4 कोसे झाडीमा भेटौँ। पैसा तयार छ। अस्मिता, तिम्रो पोखराको भ्रमण कस्तो भयो? सरोज, एकदम रमाइलो भयो। थाहा छ, म जहाँ जहाँ घुम्न गएँ बढी तिमीलाई सम्झेँ। एनिवे सरोज, मैले तिमीलाई धेरै मिस गरेँ। अनि फेवातालतिर पनि घुम्न गयौ? गयौ त। अनि अस्मिता, पोखरा कस्तो लाग्यो तिमीलाई? सरोज, मैले भनिहालेँ नि, पोखरा यति राम्रो ठाउँ छ, यति राम्रो ठाउँ छ, म त्यसको बयान नै गर्न सक्दिनँ। थाहा छ, त्यहाँ विदेशीहरू पनि घुम्न आउँदा रहेछन्। अनि सरोज, मैले त्यहाँ गएर फेरि पनि आउने बाचा गरेकी छु। हेर, घुम्नलाई एकदम राम्रो ठाउँ हो त्यो। तैँले मलाई यसरी धोका दिन्छस् भनेर कहिले पनि सोचेको थिइनँ मैले। ए सरोज, साला खाते तँ जस्तो गरिबले मेरो बहिनीलाई मायाको जालमा फसाउने कसरी तैँले हिम्मत गरिस्? दादा, हजुर कसलाई गरिब र खाते भन्दै हुनुहुन्छ? सरोजको केही गल्ती छैन, गल्ती त मेरो हो। म सरोजलाई माया गर्छु। अस्मिता, तँ यो के भन्दछस्? तँ पागल त भएछस्? असम्भव, यो हुन सक्दैन। अस्मिता, तँ फुरुको न घर हिँड त। दादा, प्लिज मलाई छोड्दिनु। सरोज, दादा, ए केटा हो, साला यो खातालाई यसको सागा सन्तानले पनि नचिनी गरी ठोक। साले यो खाते सरोजसँग माया त थिएन आजसम्म। अहिले यो रघुवीरलाई दाइ भने पुगेछ तैँले, म देखाइदिन्छु तँलाई। यहाँ बस। अहिले हाम्रो खानदानको इज्जतमाथि नराम्रो दाग लगाउने कोसिस गर्दछस् र आजदेखि यही कोठामा मात्र बसिन्छस् त। यहाँबाट निक्लिने प्रयास गरिस् भने तेरो हात खुट्टा भाँचिदिन्छु म। मैले के गल्ती गरेकी थिएँ र? बस मैले सरोजलाई प्रेम गरेँ, यही होइन मेरो गल्ती। दादा, माया प्रेम गर्नु कुनै गल्ती होइन।
अस्मिता तैँले मलाई मायाको व्रत सिकाउनु पर्दैन मलाई। म सिर्फ जान्दछु हाम्रो इज्जत र खानदान। भावना तेरो भावनालाई बुझ्ने वाला छुइनँ म। जबसम्म तैँले त्यो खाते सरसलाई त्याग्दैनस् तबसम्म बुझ्नेवाला छुइनँ। ए बासा कान खोलेर सुन। आजदेखि उता तैँले यसको कडाभन्दा कडा निगरानी राख्नु बुझिस्? अनि सुन यो ढोकामा ताजा लगाते बुझिस्? हवस् मालिक। ए बासा अब त खाते सरोज गयो, अब गयो। त्यसले भोलिको सूर्य उदय देख्नु पाउँदैन त्यसले, किनभने मेरो केटाले त्यसलाई पारिसक्यो। त्यसैले आज म धेरै खुसी छु। यो तिमीहरूको के हालत हो? माफ गुरु, त्यसले त हामीलाई उल्टै यो हालत बनायो। रिसानी माफ होस् गुरु, त्यसको हात र खुट्टा त फलामले बनेको रहेछ। हरेक प्रयास गर्दा पनि हामीले असफल भयौँ गुरु, माफ गर्नुहोला। ठिकै छ केटा, यसपालि त्यस खातेको जित भएछ होइन? तर अब म यो रघुवीरको त्यसलाई ताकत देखाइदिन्छु। धन्दा नमाने केटा हो, यसको बदला म अवश्य लिनेछु। तिमीहरूले त्यो समयलाई पर्खेर बस। केटाओ, त्यसको हात खुट्टा भाँचेर मेरो सामने ल्याउनु जाओ। हेर्नुहोस्, तपाईँहरूले किन बाटो छेक्नु भएको र तपाईँहरू को हुनुहुन्छ? छोडिदिनुहोस् मेरो बाटो। हेर्नुहोस्, मेरो बाटो छोडिदिनुहोस्। आखिर मैले तपाईँहरूको के बिगार गरेको छु?
नाम हो मेरो रघुवीर, यानी कि चट्टान। चट्टानसँग जो कोही पनि ठोक्किन आउँछ नि त्यो हुन्छ चकनाचुर। केटाओ, यसलाई ठोक। हेर्नुहोस् अङ्कल, आज यसले आफ्नो बानी पटक्कै सुधारेन। यसले कहाँ फौदोरी गरेर लडाइँ गरेर आज यसको हालत यहाँसम्म पुग्यो। त्यही त, तपाईँहरूले नभेटिदिनु भएको यसको अवस्था कस्तो हुन्थ्यो होला। कसले मेरो छोरालाई यो हालत बनायो? तिनीहरू त मरे पनि हुन्थ्यो। हे भगवान। ल अङ्कल, अब तपाईँले चिन्ता लिनु पर्दैन। अब यो सब आफै ठिक भइहाल्छ। हामी उसको लागि प्रार्थना गरिदिन्छौँ। अङ्कल, अहिलेलाई हामी लाग्छौँ। सरोजलाई राम्ररी हेरविचार गर्दै गर्नुहोला। हामी आउँदै गर्छौँ र हाम्रो सुसमाचार प्रचार गर्नु पनि छ। हस् त नानी, आउँदै गर्नु होला। हस् त अङ्कल, अहिलेलाई हामी लाग्यौँ। ल। हे भगवान, हे देवी देवता, मेरो छोरालाई केही नहोस्। छोरा, यतिका समय भइसक्यो। बिहानको 6 बजिसक्यो। तेरी आमाले किचनमा चिया खाजाहरू बनाइदिँदैछ। खाएर अब यसो कलेजतिर त जान्छ होला नि। खान्न खाजा साजा, कलेज पनि जान्न। होइन छोरा, असल तँलाई के भएको छ? हिजो बेलुका पनि खाना नखाइकन सुतिस्। यस्तै गरी गरी त 2-4 दिन भइसक्यो। तँलाई के हुँदैछ छोरा? तेरो मनमा भएको कुराहरू मलाई भन्न। थाहा छैन मलाई। बढी कचकच नगर्नुहोस्। हेर छोरा, तैँले त्यसो नगर्दे बाबु। तैँले खाना नखाई कति दिन जिउ सुकाएर बस्छस्। हाम्रो मुख हेरेर पनि तैँले खाइदे छोरा। खान्न भनेपछि खान्न किन कर लाउनुहुन्छ? खै कसरी सम्झाउँ यसलाई? कुरो बुझ्दिने होइन। लौ छोरा, अब के गर्ने अब म तँलाई सम्झाउन सकिनँ। म आहार खान। ल त काका, म जानु पर्यो। अनि नानी, तिमीले सरोजलाई भेट्यौ त? भेटेँ मैले। भित्रै छ सरोज। खै सरोजलाई के भइरहेछ?
एकोरो भएर बस्छ, टल्ला टलिन्छ, खाना पनि खाँदैन। खै के सोचिरहन्छ। खै काका, सरोजलाई त डिप्रेसन भए जस्तो छ। होइन, त्यो डिप्रेसन भनेको चाहिँ के हो नानी, हामीले त पढेको पनि छैन। हेर्नुहोस् काका, डिप्रेसन भनेको मानसिक रोग हो। यसलाई समयमै उपचार नगरे खतरा पनि हुन सक्छ। सरोज, तो यहाँ तो धेरै निराश नभन्। होइन सरोज दाई, तपाईँलाई के भएको छ? तपाईँलाई केही पिर परेको छ भने हामीलाई पनि सुनाउनुहोस्। भन् सरोज, तँलाई त्यस्तो के पिर परेको छ? अहो सरोज, तेरो कथा सुनेर त हामीलाई साह्रै दुःख लाग्यो। त्यही त सरोज दाई, तपाईँलाई धेरै दुःख भएछ। त्यही त सरोज, मानिसले मानिसलाई घृणा गर्छ, एउटाले अर्कोलाई घृणा गर्छ, तर परमेश्वरले अनन्तसम्म प्रेम गर्नुहुन्छ। सरोज, तँलाई मानिसको होइन परमेश्वरको प्रेमको आवश्यकता छ। हो सरोज दाई, जुन कुरो डेभिड दाईले भन्नुभएको हो त्यो सही हो, किनभने पवित्र बाइबलले पनि यही कुरो भन्दछ। सरोज दाई, पवित्र शास्त्र बाइबलले पनि यसरी भन्दछ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। ओहो, यो त प्रेमको बारेमा पो रहेछ, यो त मलाई थाहै थिएन। हो सरोज, यो परमेश्वरको प्रेमको बारेमा भनिएको हो। यदि तँ अझै परमेश्वरको प्रेमको बारेमा जान्न चाहन्छस् भने हामी बताइदिउँ कि? हो साथी हो, सुनाउनुहोस्, म सुन्नका लागि तयार छु। हुन्छ पावल भाइ, म सुन्न चाहन्छु। हेर सरोज, मानिस सृष्टिदेखि नै पापी छ र परमेश्वरको महिमा रहित हुन गएका छन्, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन गएका छन्। रोमी 3:23ले यसरी भन्दछ, मानिसले पाप गरेको कारणले गर्दा आजभन्दा 2000 वर्ष अगाडि प्रभु येशू ख्रीष्ट यस संसारमा क्रुसमा बलिदान हुनुभयो। यो हाम्रो निम्ति हो। प्रभु येशू ख्रीष्ट हाम्रो पापको निम्ति बलिदान हुनुभयो। मलाई विश्वास गर्ने मरे भने पनि बाँच्ने छ।
र युना 14:6 पदले यसरी भन्दछ, बाटो, सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक अरू कोही पनि पिता कहाँ जान सक्दैनन्। यसकारण स्वर्ग जाने बाटो चाहिँ श्री प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। यो नरक हो र यो स्वर्ग हो। नरकबाट बचाउनको निम्ति केवल प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। यो नरक अनि यो स्वर्ग, अनि यो दुईटामा कुन चाहिँ रोज्ने सरोज? हे डेभिड, म स्वर्गै जान चाहन्छु। हेर सरोज, यदि तँ साँच्चै स्वर्ग जान चाहन्छस् भने केवल प्रभु येशू ख्रीष्टमा मात्र विश्वास गर्नुपर्छ। सरोज दाई, यदि तपाईँ स्वर्ग राज्य जान चाहनुहुन्छ भने तपाईँले प्रभु येशू ख्रीष्टलाई उद्धारकर्ता, मुक्तिदाता भनेर तपाईँले ग्रहण गर्नुपर्दछ। के तपाईँ ग्रहण गर्न चाहनुहुन्छ? हुन्छ पावल भाइ, म तयार छु। तिम्रो स्पर्शले मेरो जीवन बदलियो। बहिनी लुगा धुँदैछौ? हो दिदी, लुगा धुँदैछु। अनि दिदी, म त के कुरा सुन्दैछु नि हिजो आज। के हो त्यस्तो कुरा? हिजो आज त निकै सरोजको चर्चा चलिरहेको छ। ए पक्नुस्, तपाईँको छोरा क्रिस्चियन भएको कारणले गर्दा यो धाराको पानी पिउन सक्नुहुन्न। यो धारा सबैको किन पानी भर्न पाइँदैन? होइन, यिनीहरू त निकै बाजाबात परे जस्तो छ। होइन, महिलाहरूको जहिले पनि पानीमै झगडा पर्नुपर्छ। के भयो त नानी यस्तो? किन झगडा यसरी गर्नुभएको? तपाईँ पनि किन बुझ पचाउनुहुन्छ? जानी आफ्नै छोरालाई गएर सोध्नुहोस्। आफ्नो छोरा चाहिँ काहीँ नभएको धर्म लिने अहिले नजान्दा हुँदो रहेछ। उहाँ चर्चमा गएर तमासा देखाइरहेकोलाई गएर हेर्नुहोस् न। हिँड सरोज के आमा, यो सरोजले म ती गरेर ठिक पार्छु। आज म तपाईँहरूलाई परमेश्वरको प्रेमको विषयमा वचन प्रचार गर्न गइरहेको छु। मानिस पापी छ। पापदेखि छुटकारा पाउनका निम्ति हामीलाई परमेश्वरको प्रेमको आवश्यकता पर्दछ। अनि प्रेम चाहिँ परमेश्वरले दिनुहुन्छ। र यहाँ यूहन्ना 3:16 यसरी भन्दछ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकलौटा पुत्र पनि दिइहाल्नुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। आजभन्दा 2000 वर्ष अगाडि प्रभु येशू ख्रीष्ट यो संसारमा मानिसको रूप लिएर आउनुभयो र आफ्नो शरीरलाई त्यो कल्भरी क्रुसमा बलिदान दिनुभयो र उहाँले हामीलाई त्यसरी प्रेम देखाउनुभयो। पहिलो यूहन्ना 4:10 यसो लेखिएको छ, प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौँ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो। प्रेरित 4:12 यसरी लेखिएको छ कि अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसमा अर्को कुनै नाउँ दिएको छैन। यसकारण मैले तपाईँहरूलाई पहिला नै भनिसकेको छु, परमेश्वरले यसको तमासा यहाँ रहेछ। मुखिया यसलाई ठिक पार्नु उहाँ लगेर। ठिक छ, यसलाई ठाउँमा लिएर जानुपर्छ। यस समाज भण्डवालाई मैले जानेको छु। तँलाई यो क्रिस्चियनीको चर्चमा आउनु तँलाई कसले अनुमति दिएर यहाँ आइस? होइन बाबा, मेरो सो इच्छाले आएँ। मैले के बिगारेँ बाबा? हेर केटा, तैँले सिक्नु पर्ने धेरै रहेछ। कोही आमा बाबुलाई नटेर्ने त खुरुकसँगले घर हिँड। तैँले हाम्रो धर्म, परम्परा र रीतिरिवाजलाई तैँले घृणा गरिस्। तेरो कारणले हामीलाई यो समाजले बहिष्कार गरिसकेको छ। यसैले गर्दा तैँले यो क्रिस्चियन धर्मलाई छोड्नुपर्छ। होइन बाबा, म प्रभु येशू ख्रीष्टलाई छोड्न सक्दिनँ। माइला भाइ, यसलाई लिएर घर जाँदै गर। मेरो अलिकति काम चाहिँ मास्तिर। यदि मानेन भने मेरोमा लिएर आऊ। त खुरुका घर हिँड। अब हाम्रो नाकाने छोरालाई ल्याइसकेको छु। अब हामी यसलाई 1 मिनट पनि घरमा राख्नु हुँदैन। आज हामीले यसलाई हुर्कायौँ, बढायौँ, यत्रो पार्यौँ, तर यसले हाम्रो मर्म बुझिदिएन। तैँले गर्दा यो गाउँ समाज हामीले बस्न नसक्नु बनायो। हेर्नुहोस् बाबा, तपाईँहरूलाई मैले यो समाजमै बस्न नसक्ने के चोट पुर्याएको छु बाबा? होइन, तँलाई अझै पनि थाहा छैन मैले के गरेछु भनेर? होइन बाबा, मैले त्यत्रो ठुलो गल्ती के गरेको छु र? मैले जे गर्दैछु ठिकै गरिरहेको छु। होइन छोरा, हाम्रो पनि त समाज छ। होइन आमा, मैले त्यत्रो ठुलो गल्ती के गरेर?
प्रभु येशूमा विश्वास गर्नु नराम्रो कुरो हो र? त्यही हो हाम्रो सही बाटो। अनि त हाम्रो कुरो अझै बुझ्दैनस् भने, त धेरै जिद्दी गरिरहन्छस् भने त यो घरमा बस्नु छैन। आजै नै सिकिजा, जा सिकिजा। ल तेरा खाना उता खुबको क्रिस्चियन बनिने के हुँदो रहेछ। त हामीले भनेको कुरा नमानेपछि त यो ब्याग टिपेर खुरुक्क गइहाल। यो गाउँमा बस्नु पर्दैन। त यहाँदेखि गइहाल, एकछिन पनि नउभि। खुबको विदेशी धर्म लिने होइन? के गर्छ त्यहाँ पुगेर? खुरुको बाटो लाग्यो। येशूको पछि म हिँड्न लागे, दुनियाँलाई त्यागी क्रुस नै बोकी येशूको पछि म हिँड्न लागे, फर्कदिन 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 फर्कदिन। आमाले मलाई बाबाले मलाई सबैले मलाई त्यागे पनि येशूको पछि म हिँड्न लागे, फर्कदिन 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 फर्कदिन।
रघुवीर, तैले मेरो बिजनेसमा धोका दिएर गद्दार गरिस्। तैले डुप्लिकेट माल दिएर मेरो करोडौँको घाटा भयो। त्यसैले तैले यो सजाय पाउँदैछस्। कार्लसलाई धोका दिनेलाई यस्तै हालत हुन्छ। कटाओ, यसको ढुकढुकी मात्रै राख। कटाओ। अरे सरोज, तँ यहाँ? अरे सरोज, तँ आज धेरै निराश देखिन्छस्। अनि तेरो हातमा बेग पनि छ। आज तँलाई के भएको छ? भन्न सरोज। खै के भन्नु डेभिड, मैले येशू ख्रीष्टमा विश्वास गरेकै कारण मेरो परिवारले मलाई घरबाट निकालिदिए। त्यसै कारण तेरो घरमा म शरण लिन आएको। अहो सरोज, तँलाई त धेरै समस्या भएछ। आइज न त भित्रै बसेर कुरा गरौँला। ओहो सरोज बाबु, तिमीलाई त विश्वास गरेकै कारण घरबाट निकालेछन् नि। कति दुःख लाग्दो कुरा है। हो अङ्कल, मैले विश्वास गरेकै कारण म घरबाट खेदिनु पर्यो। सरोज, तिमी चिन्ता नगर। मलाई पनि त आजभन्दा 12 वर्ष अगाडि मेरा घर परिवार अनि समाजले, आफन्त समेतले मलाई पनि घरबाट बाहिर निकालिदिए। त्यति मात्र कहाँ हो र सरोज, मैले त प्रचार प्रसारकै समयमा कति सतावटहरू खप्नु पर्यो नि। हेर सरोज, आज ख्रीष्टको निम्ति सताइएकाहरू धेरै छन्। आज इतिहासमा हेर्ने हो भने रोमी शासकहरूले क्रिस्चियनहरूलाई धेरै सताउने काम गर्दथे। यतिसम्म कि सरोज, पक्राउ परेका क्रिस्चियनहरूलाई सिंहको खोरभित्र होलिदिन्थे अनि बल्दो आगोको ज्वालामा तिनीहरूलाई हालिदिन्थे। ख्रीष्टमा विश्वास गर्नेहरूलाई रोमी शासकहरूले देशद्रोहीको आरोप लगाउँथे अनि मृत्युदण्ड दिन्थे। हो सरस बाबु, ख्रीष्टका निम्ति धेरै सताइएका छन्। कहाँ तिमी र म मात्रै हौ र? त्यही सतावटका कारणले त म पनि डेभिड भाइकामा आएर बसेको छु नि। जस्तै सतावट आए पनि म प्रभु येशू ख्रीष्टलाई पछ्याइरहनेछु। सरोज, तेरो यो निर्णय सुनेर मलाई धेरै खुसी लाग्यो। मैले पनि धेरै सतावटहरू भोगेको थिएँ। ख्रीष्टको निम्ति हामीले भोग्नुपर्छ। हेर सरोज, तैँले पनि घर छोडिहालिस्, तर चिन्ता नगर, तेरो लागि यो घरमा स्वागत छ। तँ आजदेखि यो घरमा बस्न सक्छस् र हामी मिलेर गाउँघरमा सुसमाचार प्रचार गर्न जाउँला। डेभिड, उहाँ हेर त, कोही मरे जस्तो छ नि। रघुवीर, यो अवस्थामा?
साथी हो, यो मान्छे त जिउँदैछ त। डेभिड, कसो गरौँ त? उसलाई त मद्दतको आवश्यकता छ, होइन अङ्कल? हो। त्यही त साथी हो, हामी ढिलो नगरौँ, हामी छिटो उहाँलाई लगेर उपचार गरौँ। हेर सरोज, तँलाई मैले विगतको दिनहरूमा साह्रै दुःख दिएको थिएँ मैले तँलाई। मलाई माफ गर्थे, मलाई माफ। रघुवीर, विगतका कुराहरू छाड्देऊ, मैले त भुलिसकेको छु। हेर रघुवीर, तिमीलाई उपचारको खाँचो छ। साथी हो, जाउँ हामी। उठाउ न, उठाउ। खै सरजले अस्तिको जस्तै घर छोडेर हिँड्छ। यसपालि घर फर्किने कि नफर्किने हो? खै कसको गल्ती हो, न उसको हो कि हाम्रो हो? मलाई पनि धेरै दुःख लागिरहेको छ। म पनि त कहाँ खुसी छु र। गल्ती जसको भए तापनि आखिरी छोरा त हाम्रै हो नि। तिमीले चिन्ता नल्याऊ, सक्दो म पनि खोज्ने प्रयास गर्छु। होइन, यो सरजले आज यीशुको निम्ति किन घर परिवार नै त्यागेको? यो यीशुमा यस्तो के छ? र यो यीशु ख्रीष्ट भनेको चाहिँ को हो? कतै हामी यो गलत बाटोमा त छैनौँ? भोलि बिहानै गएर म एकचोटि बुझिहेर्छु। खै त्यो डेभिड भाइलाई पनि भेटिएन। अब कतातिर उनीहरू प्रचार गर्दै होलान्। एकछिन अब यहीँ बसौँ, कतै उनीहरू यही बाटो भएर आउँछन् कि? त्यही त। आफूलाई पनि कति मनमा पिर परिरहेको छ। कहिले भेटौँ भनिरहेको छु, कहिले विश्वास गरौँ जत्तिकै भइरहेछ मलाई। मलाई पनि त त्यस्तै हुँदैछ। ओहो, उनीहरू त यतातिर पो आउँदैछ त। यदि मेरो आफ्नै नाम लिएको मेरो पर्दाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु र तिनीहरूको पाप क्षमा गर्नेछु र तिनीहरूको देशलाई म स्वच्छ राख्नेछु। यहाँ हेर्दा सरोजकी आमा कस्तो राम्रो लेखेको छ वचनमा। हेर सरोजकी आमा, अहिले मैले पढेको पद दोस्रो इतिहासको 7को 14 हो। साँच्चै नै कति असल कुरा लेखिएको रहेछ नि। यस वचनले हामी सबैलाई पश्चाताप गरेर परमेश्वरतिर फर्किनु भनेको छ। त्यही त। हेर, तिमीलाई म अर्को पनि पद पढेर म तिमीलाई सुनाउँछु। हुन्छ। अब तिमीलाई म युहन्ना 14को 6 पद पढेर सुनाउँछु। यीशुले तिनलाई भन्नुभयो, बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। त्यसैले प्रभु ख्रीष्ट स्वर्ग जाने बाटो हुनुहुन्छ। त्यसैले हामी उहाँमा हिँड्ने प्रयास गर्नुपर्छ। त्यसैले सरोजकी आमा, हामीले गुप्त र गहिरहेको कुराहरू बुझ्ने प्रयास गर्नुपर्छ। बाबा, आमा। अरे छोरा, तँ आइपुगिस्? अरे सरोज छोरा, छोरा आइपुगिस् त नानी? हो बाबा, हो आमा, म हजुरहरूलाई नि भेट्न आएको। जय मसी। जय मसी। छोरा, बाबु, हामीलाई क्षमा दे छोरा, हामीलाई क्षमा देऊ छोरा।
छोरा सबै साथीहरूले बोलाएर ल्याउन भित्रै। छोरा हामीले विश्वास गरेको खबर यहाँ डेभिड नानीलाई हाम्रा छोरालाई सुनाइदिनु है भनेर पठाएको थियौँ। ठिकै छ, तैँले यो खबर सुनेर आइछस् र परमेश्वरलाई पनि धन्यवाद होस् र डेभिड नानीलाई पनि धन्यवाद छ। छोरा तँलाई यस घरबाट निकाल्नु हामीले धेरै ठुलो गल्ती गर्यौँ, क्षमा दे है छोरा। छोरा हामी अन्धकारमा रहेछौँ, हामी सत्यको बाटोमा होइन रहेछौँ, असत्यको बाटोमा हिँड्दछौँ। धेरै ठुलो गल्ती गरेछौँ छोरा हामीले। हामी मानिसौँ, मानिसहरूबाट गल्ती भइहाल्छ नि बाबा। छोरा तैँले हामीले क्षमा दिएर फेरि त यस घर फर्केर आएको छस्, यसैमा हामी धेरै खुसी छौँ। ल बाबा आमा, अहिलेलाई हामी जान्छौँ। बल्ल त आएको छोरा, फेरि कहाँ जाने? छोरा त हामीसँगै बस्न आएको होइन र? त फेरि गइहाल्छस्? मलाई नरोक्नुहोस् बाबा आमा, मैले धेरै मानिसहरूलाई मुक्तिको सन्देश सुनाउनु छ। यो घर त मेरै हो नि, म फर्केर आइहाल्छु नि, मलाई नरोक्नुहोस् बाबा। ठिकै छ छोरा, तैँले जाउँ भनिस् ठिकै भनिस्। आज यो संसारमा त जस्तो प्रचारको धेरै खाँचो छ। उहाँहरू जस्तोसँग मिलेर तैँले धेरै मानिसहरूलाई प्रभुमा ल्याउने कोसिस गर है छोरा। हामी निरन्तर रूपमा तपाईँहरूको निमित्त हामी प्रार्थना गरिरहन्छौँ। हो अङ्कल आन्टी, प्रभुमा आज तपाईँहरू जस्ता धेरै बाउआमाको खाँचो छ। सरोजलाई जानु दिनु भएकोमा धेरै धन्यवाद। प्रभुले तपाईँहरूलाई धेरै आशिष दिनुहुनेछ। जय मसीह। जय मसीह। तिम्रो स्पर्शले मेरो जीवन बदलियो, मेरो जीवन बदलियो, मेरो जीवन। अरे अस्मिता, तिमी यहाँ? धेरै दिन पछाडि भेट भयो नि। हो सरोज, मैले तिमीलाई नै खोजिरहेकी थिएँ। यतिका दिनपछि तिमीलाई भेटेँ, धेरै खुसी लागिरहेको छ सरोज। म पनि त धेरै खुसी छु नि अस्मिता। आऊ सरोज, त्यहाँ बसेर एकछिन कुरा गरौँ। हुन्छ अस्मिता, जाऊ न त। सरोज, तिमी यतिका दिन कहाँ हराएका थियौ? मैले तिमीलाई कहाँ कहाँ खोजिनँ? भन, तिमी कहाँ गएका थियौ सरोज? सरोज, मैले तिमीलाई भेट्ने कति प्रयास गरेँ, भेट्न सकिनँ। तर आज भाग्यवश आज तिमीलाई भेट्ने मौका पाएँ, धेरै खुसी लाग्यो। सरोज, जुन दिनदेखि दाइले हामीलाई एकअर्कादेखि टाढा बनाउनु भयो, त्यस दिनदेखि कोठामा थुनेर राख्नुभयो, तैपनि माया मान्न सकिनँ। के तिमीलाई चाहिँ मेरो याद आएन? तर केही छैन अस्मिता, आज हाम्रो भेट भइहाल्यो, म धेरै खुसी छु। अनि सरोज, त्यो तिम्रो हातको चाहिँ के हो नि? यो पवित्र शास्त्र बाइबल हो। बाइबल? हो, परमेश्वरको वचन बाइबल हो। पवित्र बाइबल? मतलब तिमी क्रिस्चियन भइसक्यौ? हो अस्मिता, म क्रिस्चियन भइसकेको छु। हो, म क्रिस्चियन भएकै कारण प्रभु येशूको सुसमाचार सुनाउँदै हिँडेको छु। सरोज, तिमी त पागल भइसकेछौ। के हाम्रो लागि समाज नै ठुलो होइन र? तिमी क्रिस्चियन धर्म लिएर ठुलो गल्ती गर्दैछौ, त्यसैले छोडिदेऊ यो क्रिस्चियन धर्मलाई। तर म भन्छु अस्मिता, तिमी गलत छौ। सरोज, अझै पनि समय छ। यो क्रिस्चियन धर्म त्याग तिमीले र पुरानै जीवनमा फर्केर आऊ। म तिमीलाई साथ दिन्छु। अस्मिता, तिम्रो साथ भन्दा पनि प्रभु येशूकै साथ मेरो लागि काफी छ। होइन सरोज, तिमीले मेरो लागि भए पनि त्यो क्रिस्चियन धर्म त्याग्नु पर्छ। तिम्रो निम्ति
येशू ख्रीष्टलाई म कहाँ त्याग्न सक्छु र? अनि तिम्रो परिवार, तिम्रो समाज अनि तिम्रो छिमेकीहरू, उनीहरूलाई के गर्छौ तिमी? हेर अस्मिता, आमा बाबा र यो समाजले मलाई त्यागे तापनि प्रभु ख्रीष्टलाई म पछ्याइरहनेछु। सरोज, तिमीले मेरो माया र मेरो प्रेमलाई बुझ्दैनौ भने मलाई पनि यस्तो माया गर्नु छैन र मलाई तिम्रो आवश्यकता पनि छैन। आजदेखि तिम्रो बाटो अलग र मेरो बाटो अलग। तिम्रो धर्म नै सब थोक हो भने आजदेखि हाम्रो कुनै सम्बन्ध छैन। फर्का दे